नमस्कार। मलाई एउटा गत हप्ता सङ्खे प्रसङ्ग चाहिँ कोट्याउन मन लाग्यो। एउटा मिष्टान्न भण्डारमा सङ्खे भेटियो। प्रशासनले चाहिँ 3 लाख रुपियाँ जरिवाना गर्यो। मिडियामा भयङ्कर प्रचारबाजी पनि भयो। तर मलाई के लाग्छ भने कारबाही गर्नु, सरसफाइ नहुनु, त्यसपछि चाहिँ खानामा चाहिँ स्वच्छता नहुनु राम्रो कुरा त होइन। त्यही पनि मान्छेलाई, व्यक्तिलाई मौकाहरू चाहिँ दिनुपर्छ, सिकाउनुपर्छ। दण्ड सजाय गर्दैमा महान पनि भइँदैन। तर एउटा सङ्खे किरा को भन्दा हाम्रो दैनिक जीवनमा हामीले प्रयोग गर्ने तरकारी हेर्नुहोस्, फलफुल हेर्नुहोस्, दुध, दही, घिउ, मही, हरेक कुरा, गेडागुडी हेर्नुहोस्, अनेक हेर्नुहोस्, हरेक कुरामा विषादी छ। नेपालमा अझै पनि गुणस्तर हेरेर विषादीको नापजाँच गरेर चाहिँ खाने, बिक्री वितरण चाहिँ गर्ने चलन चाहिँ छैन। त्यसकारण चाहिँ त्यो सङ्ख्याभन्दा त्यो विषादी प्रयोग गरेको खाना हजारौँ गुणा घातक हुन्छ मानव स्वास्थ्य चाहिँ जीवनमा। त्यसकारण चाहिँ हामी एउटा सङ्ख्याको पछाडि लाग्नुभन्दा यस्ता विषादीहरूलाई चाहिँ न्यूनीकरण चाहिँ गर्ने, सचेतनाहरू चाहिँ बढाउने, त्यस्ता खाद्यान्नहरूलाई चाहिँ डिस्करेजहरू गर्ने, बिक्री वितरण चाहिँ गर्न रोक्न लाग्यौँ भने हाम्रो दैनिक जीवन, हाम्रो स्वास्थ्य अझ राम्रो हुन्छ। विभिन्न सङ्क्रमण खालका रोगहरू, दीर्घ रोगहरूले हामीलाई समात्दैन। त्यसकारण चाहिँ हामी सबै, चाहे त्यो सरकार होस्, चाहे पब्लिक होस्, चाहे चाहिँ व्यापारी होस्, चाहे उपभोक्ता होस्, हामी सबै सचेतना चाहिँ र सचेतक के कुरामा हुनुपर्छ भन्दा हाम्रो जीवनलाई हानि हुने कुराहरूमा चाहिँ हामी सचेत हुनुपर्छ। त्यसकारण राज्यले पनि विषादीलाई न्यूनीकरण गर्ने चाहिँ योजनाहरू चाहिँ उत्कृष्ट रूपमा चाहिँ सार्न सक्यो भने मानव जीवन अझ राम्रो हुन्छ। धन्यवाद।